आज हामी हेर्नेवाला छौँ कि कसरी हामी आफ्नो एचटिएमएल फर्मलाई गुगल सिटसँग कनेक्ट गर्न सक्छौँ र एचटिएमएल फर्मबाट कलेक्ट भएको डेटाहरूलाई चाहिँ गुगल सिटमा कसरी ऱ्याग गर्न सकिन्छ या कलेक्ट गर्न सकिन्छ र इमेलमा कसरी नोटिफिकेसन पनि आउन सक्छ। सो फर्स्ट अफ अल चाहिँ हामी कुनै ब्राउजरमा जाने एन्ड गुगल सिट चाहिँ ओपन गर्ने। गुगल सिट ओपन गरेपछि हामी यहाँबाट ब्ल्याङ्क स्प्रेडसिट एउटा चुज गर्छौँ र फर्स्ट अफ अल त यसलाई हामी रिनेम गर्छौँ। जस्तै म यहाँ राख्छु आफ्नो टेस्ट एउटा टेस्ट भन्ने मैले एउटा यो गुगल सिटको नाम मैले टेस्ट राखेको छु र यहाँनिर चाहिँ हामीले अब हेडर एड गर्नुपर्ने हुन्छ। जस्तै अब डेटाहरू कलेक्ट हुँदै जान्छ त यहाँ युजर नेम हो कि यहाँनिर कन्ट्याक्ट नम्बर स्टोर हुन्छ यहाँनिर। त्यसै गरी यहाँ हेडरहरू सेट गर्छौँ हामी। इमेल जस्तै मैले अहिले डेमोको लागि एउटा सानो फर्म डिजाइन गरेको छु अनि त्यसले चाहिँ नेम, इमेल र म्यासेज युजरको म्यासेज रेकर्ड गरेर यहाँनिर लिस्ट गर्छ। त मैले यहाँनिर हेडर बनाइसकेको छु र यसबाट हामी फर्मबाट कलेक्ट भएको डेटाहरू सबै यसमा सिरियल्ली स्टोर हुँदै जान्छ। ओके। त्यसको लागि हामी फर्स्ट अफ अल एक्सटेन्सनमा जाने, त्यसपछि एप स्क्रिप्टमा जाने। एप स्क्रिप्ट ओपन हुन्छ र यहाँनिर चाहिँ हामीले आफ्नो कोड राख्नुपर्ने हुन्छ। त यो कोडको काम बेसिकली के हुन्छ भन्दाखेरि अ फर्मबाट हाम्रो एचटिएमएल फर्मबाट डेटालाई रिसिभ गर्ने अनि त्यसलाई चाहिँ अ, पार्स गर्ने क्यारेक्टरहरूमा जस्तै जेसन फर्मेटमा आएको हुन्छ। त त्यसलाई चाहिँ पार्स गरेर अनि त्यसपछि स्प्रेडसिटमा हाल्ने काम हुन्छ। यहाँनिर चाहिँ हामीले यो यहाँनिर चाहिँ आफ्नो कोड राख्नुपर्ने हुन्छ। त तपाईँहरू यो कोडहरू चाहिँ आफ्नो आफै लेख्न सक्नुहुन्छ या जेनेरेट गर्न सक्नुहुन्छ एआईबाट पनि। अम, रोमा, सिटमा इन्सर्ट गरिदिन्छ र इमेल सेन्ड गर्नको लागि चाहिँ हाम्रो यहाँनिर छ यो फङ्सन। यसमा चाहिँ तपाईँले आफ्नो जुन इमेल आइडीमा म्यासेज अ अ अ, रा आउन सेट गर्न सक्नुहुन्छ त्यसमा चाहिँ आफ्नो जिमेल एड्रेस यहाँनिर आफ्नो हाल्ने, ओके। अनि त्यसपछि चाहिँ यहाँनिर रिटर्नको कन्सेप्ट छ, ओके। यो कोड तपाईँले एआईहरूबाट जेनेरेट गर्न सक्नुहुन्छ एप स्क्रिप्ट कोड भनेर। त्यसपछि हाम्रो अर्को फेज आउँछ। यसलाई हामी पनि केही नेम दिइहालौँ। यसलाई पनि रिनेम गरिहालौँ, ओके। यसको नाम पनि म दिन्छु टेस्ट टेस्ट एप, ओके। देन अब यसलाई चाहिँ डिप्लोय गरिदिउँ। डिप्लोय गर्दाखेरि न्यू डेभलपमेन्ट हो। हाम्रो नयाँ हो भने न्यूमा जाने। त्यसपछि कन्फिगरेसन हेरौँ। सेटिङ्समा क्लिक गर्ने अनि वेब एप क्लिक गर्ने। त्यसपछि यहाँनिर डिस्क्रिप्सनमा केही लेख्दा हुन्छ हामीले चाहिँ यो किन युज गरेको हो होइन। जस्तै यो हाम्रो एचटिएमएल फर्मलाई कनेक्ट गरेको छौँ, ओके। देन वेब एप एक्जिक्युट एज मेरो आइडीबाट हुन्छ अनि यसले चाहिँ अब कसलाई एक्सेस गर्न सक्छ भन्दाखेरि त यहाँनिर 81 भन्दा सबैको लागि एक्सेसेबल हुन्छ यो। त्यसपछि हामीले यहाँ डिप्लोय गरिदिने अनि यहाँनिर चाहिँ हामीलाई अथोराइज एक्सेस भनेर अप्सन दिन्छ। यहाँनिर चाहिँ हामीले एलाउ गर्नुपर्ने हुन्छ। यहाँनिर चाहिँ हामी एडभान्समा जाने एन्ड गो टु टेस्ट एप। यहाँनिर चाहिँ हामीले एक्सेस दिनुपर्ने हुन्छ। सिलेक्ट वाट टेस्ट एप क्यान एक्सेस देन सेन्ड इमेल एज यु, ओके। सी एडिट पर्सन हामीले यहाँनिर पर्मिसन दिएर कन्टिन्यू गर्न सक्छौँ। अब यहाँनिर चाहिँ हाम्रो डिप्लोय भइसकेको छ, ओके।
स्प्रेडसिट या गुगल सिट। अब यहाँबाट यो हामीले यो वेब एपको युआरएल चाहिँ इम्पोर्टेन्ट छ, त्यसैले यसलाई हामी कपी गरिहाल्छौँ र ओके डन गरिदियो भने त्यसपछि अब काम आउँछ हाम्रो एचटिएमएल फर्ममा जाने। एचटिएमएल फर्म हामीले आफै क्रिएट गर्ने, जसमा चाहिँ हाम्रो यहाँनिर जसरी डिजाइन गरेको हुन्छौँ त्यही अनुसार एउटा फर्म डिजाइन गर्नुपर्ने हुन्छ। त हामी VS कोडमा जान्छौँ। ओके, हामी VS कोडमा आफ्नो हेर्न सक्छौँ, यहाँनिर एउटा फर्म क्रिएट गरेको छौँ जसले चाहिँ युजरको नेम, इमेल र म्यासेज कलेक्ट गर्न सक्छ। अनि यहाँनिर चाहिँ सबमिट भएपछि चाहिँ यहाँनिर चाहिँ इभेन्ट लिस्नर छ, जसले चाहिँ यहाँनिर सबमिट भएपछि सबै डेटाहरूलाई चाहिँ यहाँनिर होल्ड गर्छ र यहाँबाट फेच गर्छ। मतलब यहाँनिर यहाँदेखि माथि गुगल सिटमा पठाउँछ। यहाँनिर चाहिँ हामीले आफ्नो जुन वेब एपको युआरएल कपी गरेको हुन्छौँ, त्यसलाई यहाँनिर पेस्ट गर्नुपर्ने हुन्छ। त्यो थियो। ओके, यहाँ हामीले आफ्नो युआरएललाई पेस्ट गरेपछि अब यहाँनिर चाहिँ हाम्रो कनेक्सन सिक्योर हुन्छ। देन अब यसलाई चाहिँ हामी रन गरौँ। ओके, ओके, यो फर्म हाम्रो यहाँ डेमो फर्म चाहिँ यहाँ ओपन भएको छ। ओके, त्यसपछि यहाँनिर म केही इन्टर गर्छु आफ्नो डिटेल्सहरू एन्ड यहाँनिर मेन्सन गर्छु। र यहाँ सबमिट गरेपछि ओके, यहाँनिर भनेको छ फर्म सबमिटेड सक्सेसफुली। ओके, अब हामी चेक गरौँ। ओके, हाम्रो गुगल सिटमा स्टोर भएको छ कि छैन। अब हामी चेक गरौँ कि आफ्नो गुगल सिटमा स्टोर भएको छ कि छैन। यहाँनिर मैले धेरैचोटि सबमिट क्लिक गरिदिएँ, त्यसैले यहाँनिर 5 चोटि 6 चोटि मेसेज आइसकेको छ। ओके, अनि यहाँनिर हाम्रो स्टोर भइरहेछ है। त्यसपछि मेल आयो कि आएन हामीलाई मेल पनि चेक गरौँ। ओके, मेल आयो कि आएन। ओके, यहाँनिर आइरहेछ मेल न्यू फर्म सबमिसन भनेर। ओके, यसरी हामी कनेक्ट गर्न सक्छौँ सजिलै आफ्नो गुगल फर्ममा। गुगल सिटलाई यसरी कनेक्ट गर्न सक्छौँ र आफ्नो वेबसाइटबाट जति पनि युजरले फर्म सबमिट गर्छन् फर्महरू, त्यसलाई हामी स्टोर गर्न सक्छौँ र इमेलमा नोटिफिकेसन पनि आउन सक्छ। थ्याङ्क यू।